धन्यवाद। माननीय सभामुख, संघीय लोकतांत्रिक गणतंत्र को स्थापना पश्चात नेपाल में प्रादेशिक संरचनाहरू क्रियाशील भई स्थिरतातर्फ निरंतर अग्रसर रहँदै आएको सुखद अनुभूति को साथ मध्य प्रदेश राजनीतिक गतिशीलता एवं सामाजिक आर्थिक प्रगति मार्ग में अग्रसर रहेको संदर्भ में यस गरमा सभालाई सम्बोधन करने पाउँदा हर्षित भएको छु। नेपाल को सार्वभौमिक सत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, संघीय लोकतन्त्र र गणतन्त्र स्थापना को लागि विभिन्न कालखण्डमा भएको जन आन्दोलन, सशस्त्र जनयुद्ध, मधेस जनविद्रोह लगायतका प्रोत्साहन र अधिकार प्राप्ति को लागि आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछु। प्रदेश सभाबाट यस प्रदेशको नामाकरण प्रोत्साहनको आधारमा मधेस प्रदेश भएकोमा यसलाई ऐतिहासिक उपलब्धिको रूपमा लिएको छु। मधेस प्रदेश सरकारको आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रम, नेपाल को संविधान, नेपाल सरकार को आर्थिक नीति, नेपाल सरकार को 15औं अवधिक योजना तथा विभिन्न दीर्घकालीन क्षेत्रगत नीतिहरू, दिगो विकासको लक्ष्यहरू लगायत नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरू, प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना, प्रदेश पश्चात मध्यकालीन खर्च संरचना र प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका लागि प्राप्त गरेको सुझाव तथा मध्य प्रदेश प्रादेशिक आकांक्षा र समृद्धिका प्राथमिकताहरू हासिल गर्ने दिशामा परिलक्षित गरिएको छ। यस नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, ढांचा र रोजगारी अभिवृद्धि, गरीबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ। प्रदेश सरकारको स्थापना पश्चात 5वटा नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको सन्दर्भमा विगतका नीति तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षभित्र कार्यान्वयन गर्ने सक्ने र ठोस नतिजा प्राप्त हुने कार्यक्रमहरूको तर्जुमा गरी कार्यान्वयन गर्ने जोड दिनेछ। सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रोत्साहन गर्ने नीति लिनेछ। यसको लागि अनुत्पादित क्षेत्रबाट बजेट विनियोजन गर्ने छैन। प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित कानुनमा समय सामयिक परिवर्तन गरी सार्वजनिक खर्च प्रणालीलाई थप पारदर्शी र जवाबदेही बनाउने छ र वित्तीय अनुशासन कायम गर्नेछ। चालू खर्चलाई पुँजीगत खर्चसँग आबद्ध गरी गैर बजटीय खर्च न्यूनीकरण गर्नेको साथ अबन्डा रकम कानुनले अनिवार्य गरेको बाहेक राख्न पाइने छैन। 8. आयोजनाहरूलाई प्रादेशिक आयोजना बैंकमा अनिवार्य रूपमा प्रविष्ट गरी प्रादेशिक आवश्यकता, क्षेत्रगत असन्तुलता एवं सामान्यताको सिद्धान्त अनुरूप बजेट विनियोजन गरी अपेक्षित प्रतिफल हासिल गर्नेछ। प्रदेश आयोजना बैंकमा पालिकाहरूको पहुँच बढाउने, स्थानीय तहहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने योजनाहरू समावेश गरी स्रोत र साधनले भ्याएसम्म स्थानीय तत्त्वहरूको समन्वय र सहकारमा प्रादेशिक योजना सञ्चालन गर्नेछ। 9. प्रादेशिक स्तरीय बहुआयामी गरीबीको अध्ययन मध्य प्रदेश सरकार तथा स्थानीय तहहरूको संस्थापक क्षमता अभिवृद्धिको लागि रणनीतिक योजना तर्जुमा मध्य प्रदेश सरकारको लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अध्ययन, अनुसन्धान, प्रादेशिक नीति मार्गदर्शन कार्यविधि निर्माण गरी लागू गर्नेछ। 10.
प्रत्यक्ष वैदेशिक तथा आंतरिक लगानी प्रवर्धन को लागी सार्वजनिक निजी समझदारी को अवधारणा अनुरूप कानूनी एवं संस्थागत संरचनाहरू निर्माण गर्नको साथ आवश्यकता अनुरूप सबै सरकारवालाहरूको सहभागितामा लगानी सम्मेलन गरी स्रोतको अभिवृद्धि गर्नेछ। 11 प्रदेशको सामग्रिक आर्थिक गतिविधिहरूलाई प्रोत्साहन हुने गरी आन्तरिक राजस्व नीति परिचालन गर्नेछ। प्रदेश राजस्व प्रशासनलाई संस्थागत शुद्धिकरण गर्नेको लागि राजस्व सम्बन्धी कानुन तजुर्बा, प्रादेशिक संगठन ढाँचा निर्माण, जनशक्तिको क्षमता विकास र सूचना तथा सञ्चार प्रणालीको अवलम्बन गर्नेछ। 12 अन्तर सरकारी वित्तीय हस्तान्तरणलाई वस्तुगत र पारदर्शी बनाउने, पालिकाहरूको जनसङ्ख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व क्षमता पूर्वाधारको अवस्था समेतको आधारमा मापदण्ड तजुर्मा गरी वित्तीय हस्तान्तरणलाई वस्तुनिष्ठ एवं अनुगमन योग्य बनाइनेछ। 11 मध्य प्रदेश मन्त्रालय अन्तर्गत रहेको निर्देशनालय, विभाग, बोर्ड, समिति, आयोग र प्राधिकरणहरूलाई गाभी पुनर्संरचना वा खारिज गरी चालू खर्च नियन्त्रण गरी पुँजीगत क्षेत्रमा खर्चलाई बढावा दिनेछ। 14 मध्य प्रदेशको आर्थिक तथा शैक्षिक अवस्था र भौगोलिक पर्यावरणीय संवेदनशीलता समेतलाई ध्यान दिई वातावरण मैत्री दिगो कृषिमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउने एवं भ्रष्टाचार अनियमितता प्रति सहनशीलताको नीति अवलम्बन गरी उत्पादन वृद्धि, रोजगार सृजना र सुशासन प्रवर्धन गराउने उद्देश्यको साथ नवप्रवर्तनकारी नीति तथा कार्यक्रममा जोड दिनेछ। 15 सरकारले प्रदान गरेको सेवा सुविधाहरू प्राप्त गर्दा नागरिकले भोग्नु परेको ढिला सुस्ती, लापरवाही, अनियमितता एवं भ्रष्टाचार जन विकृतिहरूको अन्त्य गरी सार्वजनिक सेवा प्रभावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै सार्वजनिक सेवामा जनताको सम्मान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्नेछ। 16 मध्य प्रदेशका सबै मन्त्रालयहरू एउटै परिसरभित्र सुविधाजनक तवरले रहने गरी नेपाल सरकारबाट उपयुक्त जग्गा प्राप्त गरी गुरु योजना बमोजिम आवश्यक पूर्वाधारहरूको निर्माण गर्ने प्रक्रिया अघि बढाइनेछ। प्रदेशको राजधानी क्षेत्रको विकास लागि विशेष कार्यक्रम सञ्चालन गर्नेछ। माननीय सभामुख, 17 मध्य प्रदेशको दृष्टिगत कृषि क्षेत्रको सम्भावना विकास तथा प्रवर्धनको लागि गुरु योजना तयार गर्नेछ। जैविक विविधताको संरक्षण, संवर्धन, जीवको व्यवस्थापन एवं उपयोगको लागि आवश्यक रणनीतिहरू तयार गरी कार्यक्रम सञ्चालन गर्नेछ। स्थानीय मौलिक ज्ञान र प्रविधिहरूको संरक्षण तथा संवर्धन गर्नेछ। कृषि क्षेत्रको उत्पादन र उत्पादकता सम्बन्धी अभिवृद्धिको लागि निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा रूपान्तर गर्नेछ। किसानलाई प्रत्यक्ष लाभ हुने गरी समयमा मल, उन्नत बिउ, बिजन, प्राविधिक सेवा तथा अन्य आवश्यक सामग्रीहरूको उपलब्धिको सुनिश्चित गर्नेको साथ वस्तुपरक आधारमा अनुदान सहयोग उपलब्ध गराइनेछ। 19 कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र उत्पादकता वृद्धिको लागि प्रदेश र स्थानीय तहको सहकारमा बाँझो एवं उपयोगविहीन खेती योग्य जमिनको प्रयोग कृषि समूह तथा कृषक सहकारीलाई लीजमा जमिन उपलब्ध गराउने व्यवस्था। एक टोल एक सामूहिक कृषि उत्पादन, एक वारा एक विषयक उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र लगायतका कार्यक्रम सञ्चालन गर्नेछ। 20 कृषकलाई प्रविधि मैत्री व्यावसायिक उच्च प्रतिफलदायी एवं मर्यादित पेशाको रूपमा रूपान्तरण गर्नेछ। कृषि उपजहरूको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पुर्याउने स्क्रिन हाउस, भण्डार गृह, शील्ड भण्डार, कोल्ड स्टोरेज र बिउ प्रशोधन केन्द्र निर्माण गर्नेछ। अनुदानबाट निर्माणाधीन शीतल भण्डारको अधुरो योजना यस आर्थिक वर्षमा सम्पन्न गर्नेछ। मधेस कृषि विश्वविद्यालयको नेतृत्वमा कृषि तथा पशु सेवा क्षेत्रमा
अध्ययनरत स्नातक व स्नातकोत्तर तहको प्राविधिक से जनशक्ति स्थानीय तह समन्वय गरी किसान सम प्रविधि हस्तांतरण को लागि कार्य प्रशिक्षण संलग्न गराइने छ। मधेश कृषि विश्वविद्यालय अंतर्गत सभ्यता अध्ययन गरी 12 जिला में भेटनरी कॉलेज एंड रिसर्च सेंटर को स्थापना करने छ। 22 जीगो कृषि प्रणाली कायम राखी कृषक उपज र माटो लगायतका उत्पादनको साधनहरू गुणस्तर परीक्षण गर्ने प्रयोगशालाहरूको निर्माण र शुद्धिकरण गर्नेछ। 23 कृषि बाली तथा पशुपन्छीहरूको रोग कीड़ा रोकथाम र नियन्त्रणको लागि 8वटा जिल्लाहरूमा दक्ष प्राविधिक सहायता कक्ष मार्फत हटलाइन सेवा सञ्चालनमा ल्याइनेछ। आवश्यकता अनुरूप किसान को घर दौलोसम्म प्राविधिक सहयोग प्राप्त गराउनेछ। पशु 24 पशु को उत्पादन तथा उत्पादक अभिवृद्धि को लागि नस्ल सुधार कार्यक्रम अनुवांशिक सूत्रहरूको संरक्षण नवीनतम नस्लहरूको आयात तथा प्रवर्धन गर्ने संघीय सरकार र स्थानीय तहहरूसँग समन्वय र सहकारमा कृत्रिम गर्भाधान केन्द्र स्थापना गरी घुम्ती कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्नेछ। प्रत्येक बीचका प्रत्येक वाडामा पालिकामा तथा निजी क्षेत्रसँग सहकार गरी एकजना एक एग्रोभेट प्राविधिक परिचालन गरी पशु स्वास्थ्य सेवा घर दौलोसम्म पुगाइनेछ। 25 कृत्रिम गर्भाधान सेवालाई थप प्रभावकारी बनाउने स्थानीय तहको समन्वयमा एक वडा एक सामाजिक कृत्रिम गर्भाधान केन्द्र स्थापना गर्नेछ। 26 कृषि प्रसारहरूलाई अझ प्रभावकारी बनाउँदै सम्पूर्ण खेती योग्य जमिनलाई कृषि कार्यालयमा ल्याउने बगर खेती प्रणाली बहुवाली प्रणाली अन्तर्कालीन प्रणाली सहकारी मार्फत प्राविधिक सेवा र उत्पादक मुखी बनाउने नयाँ प्रविधिहरूको सार्वजनिक निजी साझेदारी मोडलमा रोल मोडल फार्महरू विकास गरी कृषकलाई प्रविधि हस्तान्तरणमा सहयोग गर्नेछ। 27 किसानलाई पशु पंक्षी सम्बन्धी निःशुल्क औषधि तथा खोप सेवा प्रदान गर्ने सम्भाव्यता अध्ययन गरी भैँसी गाय बाख्रा अभियानको रूपमा सञ्चालन गर्ने तथा दूध र मासु जन उत्पादनमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्ने। 28 मल को आवश्यकता पूरा करने को लागि रासायनिक मल को आपूर्ति विवरण प्रणाली व्यवस्थित र शुद्धिकरण गर्दै प्रदेश भित्रका वडा स्तरमा प्राङ्गिक मल जैविक मल तथा मर्मी पोस्ट आंतरिक उत्पादन वितरण तथा प्रयोगलाई प्रोत्साहन र माटो स्वास्थ्य जाँच सेवा विस्तार तथा माटो परीक्षणलाई प्रभावकारी बनाउने प्रत्येक वडा स्तरमा माटो परीक्षण सोइल टेस्टिंग किट सेवा विस्तार गर्ने। 29 सिंचाई परियोजना को लागि नेपाल विद्युत प्राधिकरणद्वारा प्रदान गरिँदै आएको सहुलियतपूर्ण महसुल दर को विद्युत सिंचाई मीटर जस्तो सुविधा पशुपालन कुखुरा पालन मत्स्य पालन मौरी पालन आदि कृषिमा आधारित अन्य औद्योगिकहरूलाई समेत उपलब्ध गराउने आवश्यक पहल गर्नुका साथ हरेक खेतमा सिंचाई सुविधा बढाउने कृषि विद्युतीकरणमा विस्तार निःशुल्क कृषि मिटर चुरे संरक्षण लगायतका सबै सिंचाइका माध्यमहरू सतही र इनार सिंचाई लगायतका भूमि जललाई प्रयोग विस्तार गर्नेछ। सिंचाई प्रबन्धनको लागि लाग्ने विद्युत महसुलमा कृषकलाई 50% अनुदानको व्यवस्था मिलाइनेछ। 30 सतह सिंचाइको सुविधा उपलब्ध गराउने नसक्ने क्षेत्रहरूमा भूमिगत जलको उपलब्धता तथा भौतिक अवस्थाको आधारमा प्रत्येक जिल्लाहरूमा डीप ट्युबवेल बोरिङ क्लस्टर सुविधा विद्युतीकरण सहितको सैलो ट्युबवेल क्लस्टर बनाई ट्युबवेल सिंचाई प्रणाली जडान गरी सिंचाई सुविधा पुर्याउनेछ। 31 जिल्लामा रहेको पानी सर्वी तथा नदी नालाहरूमा बाँध र पुल मुनि सुलिस गेट बनाई कुल पेनी मार्फत सिंचाईको प्रबन्ध गर्नेछ। वर्षाको पानी सङ्कलन र उपयोग गर्ने गरी कार्यक्रम निर्माण गर्नेछ। 32 प्रदेशभित्र सञ्चालित रहेका राष्ट्रिय गौरवका योजनाहरू राजविराजदेखि वीरगञ्जसम्म रेलमार्ग विस्तार गर्ने
DPR अध्ययन स्रोत अंतर्राष्ट्रीय विमानस्थल, निजगढ़ होलाकी सड़क, सुनकोशी मरीन डाइवर्सन तथा सप्तकोशी कमला डाइवर्सन तथा राष्ट्रीय स्तर का आयोजनाहरू जयनगर बर्दिवास रेलमार्ग सिमरा विषयक आर्थिक क्षेत्र नाधिम ताललाई सङ्घीय सरकारसँग समन्वय गरी निर्माण कार्यलाई अगाडि बढाउने जोड दिनेछ। 33 कृषि यन्त्रीकरणलाई कृषि समक्ष सहज रूपमा पुर्याउने पालिका तहमा सार्वजनिक निजी साझेदारी मोडलमाहरूको स्थापना गरी सञ्चालन गर्नेछ, सेन्टरलाई स्थापना गर्ने सञ्चालन गर्नेछ। 34 गौर राइस मिल प्रदेश सरकारको नियन्त्रणमा ल्याउने आवश्यक पहल गर्नेछ। 35 रासायनिक विषादी असरणीकरण गर्ने कृषकलाई प्रारम्भिक जैविक प्रयोगमा प्रोत्साहन गर्ने तथा IPM विधिहरूको प्रचार प्रसार प्रयोगमा क्षमता विकास, बाली नाली पशु पंक्षी तथा मस्तिष्का महामारी रोगहरूको प्रकोप फैलिन नदिने घुम्ती सेवा सहितको एपिड रिस्पोन्स टीम समेत प्रचालन गर्नको साथ आवश्यकता अनुसार संघ र स्थानीय तहहरूसँग समन्वय गरी प्राविधिक टोलीद्वारा आकस्मिक व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्ने पहल गर्नेछ। 36 प्रदेशको सरकारी अभियानलाई थप व्यवस्थित र सुदृढ बनाउने सम्बन्धमा सरोकारवालासँग परामर्शमा प्रादेशिक सहकारी प्रबन्धन नीति तर्जुमा गरी जारी गर्ने के साथ प्रदेश सहकारी कानुनको लागि आवश्यक नियमावली तर्जुमा गरी लागू गर्ने आवश्यक संगठनिक संरचना खडा गर्नेछ। 37 जैविक सुरक्षा तथा जलचरहरूको स्वास्थ्य व्यवस्थापनको मापदण्डको विकास, उपभोक्ताहरूलाई स्वच्छ तथा स्वस्थकर मासु उपलब्धता सुनिश्चित गराउने स्थानीय तहको सहकारमा वातावरण मैत्री बदस्थल निर्माण, बजार स्थापना जस्ता सहयोग उपलब्ध गराइनेछ। 38 कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य कायम गर्ने वडा स्तरमा दूध सङ्कलन केन्द्र स्थापना, दुधारू पशु व्यवस्थापनको लागि प्राविधिक प्रयोग, विभिन्न बालीहरूको उत्पादन उपरान्त हुने क्षति न्यूनीकरण गर्नको लागि आधुनिक पोस्ट हार्वेस्ट प्राविधिकको प्रयोगमा विस्तार गरी कृषक वस्तु फल फूल दूध माछामा आत्मनिर्भर कार्यक्रम तजुर्बा गर्नेछ। कृषि उद्योगमा आधारित उत्पादन विस्तार गर्ने, कृषि उद्योगहरूको स्थापनामा प्रोत्साहन गर्दै कृषि आपूर्ति श्रृङ्खला सप्लाई चेन मैनेजमेन्ट मार्फत कृषि उपजको बजार सुनिश्चित गर्ने काठमाडौँ लगायत देशका विभिन्न ठुला सहरमा बिक्री प्रबन्धन विकास गर्नेछ। 40 निजी सरकारी सार्वजनिक तथा गैर सरकारी क्षेत्र समेतको समन्वय र सहकारमा प्रदेशको प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना एकीकृत जैविक फार्मको विकास गर्नेछ र सो प्रविधिलाई क्रमशः विस्तार गर्दै लाग्नेछ। किसानहरूको बाली वस्तु तथा पशुधनको संरक्षण गर्नको लागि कृषिका पशु पंक्षी बीमा कार्यक्रमलाई वडा स्तरसम्म प्रभावकारी रूपमा प्रचार प्रसार गरी बीमा लागू गर्नको साथै क्षतिपूर्ति व्यवस्थापनको लागि प्रत्येक जिल्लामा बीमा सहायता इकाइको व्यवस्था गर्नेछ। 42 रैनथाने बाली नाली पशु पंक्षी र मत्स्य क्षेत्रको जैविक विविधता संरक्षणको लागि स्थानीय जातका बाली पशु पंक्षी तथा मत्स्यको संरक्षण प्रबन्धन तथा उपयोगका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुको साथ जङ्गली जनवस्तुको कारणबाट कृषि बाली नालीहरूमा हुने हानि नोक्सानी जस्ता समस्या समाधान गर्ने विषय पहल गर्नेछ। सहकारी खेती, करार खेती र सहकारी करार खेती
प्रणाली मार्फत कृषि उपज को आंतरिक व्यवहार बजार में बिक्री व्यवस्थापन को लागि सहजीकरण गर्नेछ। दाना र साइलेजका लागि उत्पादन गर्ने मकै खेतीलाई करार खेती, चक्राबन्दी, सहकारी खेतीमा जोड दिनेछ। घाँसबारी आधारित दूध तथा मासु उत्पादन कार्यक्रमलाई थप व्यवस्थित एवं सुदृढीकरणमा जोड दिनेछ। 45 यस प्रदेशको चुरे क्षेत्रबाट आरम्भ गरी नेपालको सीमासम्म नदी नाला खोलाको दुवै किनारामा कृषि सडक निर्माण गर्नेछ। 46 अनुदानका कृषि कार्यक्रमहरूमा लक्षित वर्गको पहुँच बढाउने, अनुदानमाथिको निर्भरता क्रमिक रूपले घटाउँदै अनुदान परिचालनमा देखिएका विद्यमान कमी कमजोरीलाई सुधार गर्दै कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, अनुदान सहयोग, खाद्य पोषण सुरक्षा तथा साना तथा सीमान्तकृत कृषक व्यवसायीहरूको लागि मात्र लक्षित गर्ने र अनलक्षित अनुदानहरूलाई सहुलियतपूर्ण ऋणका माध्यमले परिचालन गर्ने गरी समग्र अनुदान परिचालन प्रणालीलाई कानुनद्वारा व्यवस्थित गर्नेछ। 47 कृषकलाई प्रवर्धन गर्ने सिंचाई में लाग्ने किसान को खुशहाली नारालाई सार्थक बनाउने सतह सिंचाई, मझौला सिंचाई प्रणाली तथा भूमिगत सिंचाई प्रणालीलाई अझ सघनताको साथ अगाडि बढाउनेछ। 48 मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम प्रस्तावमा आधारित नव परिवर्तनीय कृषि, दूध तथा मासु मिश्रण जस्तो कृषि उद्यमीहरूलाई उच्च उत्पादन कृषि उत्पादनमा प्रोत्साहन, कम तौल तथा उच्च मूल्य जस्ता उत्पादनहरू मह, चाउ, मखान आदिलाई विदेश निर्यात कार्यक्रममा प्रोत्साहन गर्दै व्यवसाय प्रवर्धन गर्नेछ। 49 वैदेशिक रोजगारबाट फर्किएका युवा युवतीहरूलाई प्रदेशका व्यवसायिक खेती तथा पशुपक्षी मत्स्य पालन प्रणालीमा संलग्न गराई रोजगारीका अवसर प्रदान गर्नेछ। मध्य प्रदेशमा सौर ऊर्जा तथा वैकल्पिक ऊर्जाको प्रचुर सम्भाव्यता रहेकाले सम्बन्धित निकाय, संस्था, निजी क्षेत्र तथा संघीय सरकारसँग समन्वय गरी ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुने कार्यक्रमहरूलाई संचालन गर्नेछ। यस प्रदेशको विभिन्न स्थानमा अव्यवस्थित विद्युत संरचनाको व्यवस्थापन गर्ने, सम्बन्धित सरकारद्वारा समन्वय गरी कार्यान्वयन सञ्चालन गर्ने, माननीय सभामुख, वन क्षेत्र को दिगो विकास, संरक्षण, संवर्धन, उचित व्यवस्थापन र प्रदेशमा वन पैदावार को दिगो आपूर्ति गरी आत्मनिर्भर बनाउने, मध्य प्रदेश को वन क्षेत्र को गुरु योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउनेछ। प्रदेश वन तथा वातावरण मन्त्रालयद्वारा माथिल्लो तटीय अन्तर सम्बन्धको आधारमा चुरेको प्रभावकारी संरक्षण गर्ने एकीकृत प्रणाली अनुरूप चुरे संरक्षण तथा व्यवस्थापन कार्यान्वयनको लागि चुरे संरक्षण तथा व्यवस्थापन ऐन बनाउने आवश्यक पहल गर्नेछ। प्रदेशबीच रहेका नदी जनपदार्थ जस्तो बालुवामा गिट्टी क्रसर उद्योगलाई व्यवस्थित गर्ने आवश्यक ऐन कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउनेछ। मध्य प्रदेश बीचका सांस्कृतिक तथा धार्मिक महत्त्वका सम्पूर्ण नदी नालाका प्रस्थान गरी सोको संरक्षण र संवर्धनको लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी प्रदेश प्रमुख नदी नाला नियन्त्रण तथा जल संरक्षण कार्यक्रम सञ्चालन गर्नेछ। नदी तथा सिंचाई सडकको दुवै किनारामा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्नेछ। निजी, सार्वजनिक तथा राष्ट्रिय वनको दिगो व्यवस्थापन गरी वन जन्तु उद्यम विकास मार्फत वन क्षेत्रबाट उल्लेखनीय रोजगारी र आय अर्जनको अवसरहरू सृजना गर्ने,
समृद्धिको लागि वन कार्यक्रमलाई निरन्तरता दिनेछ। राष्ट्रिय वनको उत्पादक तत्व अभिवृद्धिको लागि आवश्यक वन व्यवस्थापन पद्धति अवलम्बन गर्नेछ र सोबाट प्राप्त हुने वस्तुलाई न्यायोचित व्यवस्था मिलाइनेछ। जहाँबाट त्यहाँ रुख जसले ल्याउँछ परम सुखको नारालाई चरितार्थ गराउने स्थानीय तह समेतको समन्वय र सहकारमा सडक किनारामा बिरुवारोपी हरियाली प्रवर्धन गर्नको साथ ग्रामीण तथा शहरी वन विकासमा जोड दिनेछ। व्यवसायीकरण हुने सक्ने जडीबुटी एवं गहकाश वन पैदावारहरूको पैकेट क्षेत्र हस्तान्तरण गरी खेती प्रविधिको विकास विस्तार र जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्नेछ। मध्य हरित प्रदेशको अभियानलाई निरन्तरता दिन विभिन्न बहुउपयोगी प्रजातिहरूको बहुवर्षीय बिरुवाहरू उत्पादन तथा वितरण गर्ने प्रत्येक जिल्लामा स्थापित नर्सरीलाई व्यवस्थापन गर्नेछ। निजी क्षेत्रद्वारा स्थापित निजी नर्सरीहरूलाई बिरुवाहरू उत्पादन तथा वितरण गर्ने प्रोत्साहित गर्नेछ। राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक नागरिक एक बिरुवा वृक्षारोपण अभियानको आरम्भ गर्नेछ। जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण वन क्षेत्र सिमसार क्षेत्र वा अन्य भौगोलिक क्षेत्रलाई पर्यावरणीय दृष्टिकोणले हटस्पट घोषणा तथा व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिनेछ। निजी सार्वजनिक तथा नदी उकासका जग्गाहरू र विद्युत प्रसारण लाइन भित्र पर्ने वन क्षेत्रमा समेत पर्यटनको लागि इको पार्क जडीबुटी चरण विकास कार्यक्रमलाई प्रवर्धन गर्नेछ। काठ जन पदार्थको माग र आपूर्तिको बीच सन्तुलन कायम गर्ने र वन पैदावारमा आधारित उद्यम विकासको लागि प्रदेशमा निजी वनको विकास संरक्षण तथा व्यवस्थापन गर्ने विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछ। मानव वन जन्तु सह अस्तित्व काम गर्ने गरी जैविक मार्गको प्रस्थान व्यवस्थापन र क्षति न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गर्नेछ। वर्षा कोशी जोड्ने जैविक मार्गको जोखिमयुक्त क्षेत्रहरूको नक्सान गरी व्यवस्थापनको लागि स्थानीय तह समुदायसँग सहकारमा कार्यक्रम ल्याइनेछ। अतिक्रमित वन क्षेत्रको प्रसारण तथा सोको तथ्याङ्क अध्यावधिक गर्ने डिभिजन वन कार्यालय सब डिभिजन वन कार्यालयहरूलाई डिजिटल तथा रिमोट सर्वेलेन्स विधियुक्त बनाइने वन अतिक्रमण नियन्त्रण गर्ने कार्ययोजना बनाई कार्यान्वयन गर्नेछ। प्रदेशभित्रका जिल्लाहरूका सदरमुकाम तथा शहरमुखी क्षेत्रमा हरित शहर स्वच्छ शहरको रूपमा विकसित गर्ने सघन शहरी तथा हरित पार्क कार्यक्रमलाई निरन्तरता दिनेछ। चुरे क्षेत्रमा जलाशय निर्माण तथा मर्मत सम्हार गरी माटो कटान कार्यलाई निरन्तर भूमिगत ग्राउन्ड वाटर रिसर्चिङ गरी र भूमिगत जलस्तर ग्राउन्ड वाटर लेभललाई उठाउने कार्य गर्नेछ। जलवायु परिवर्तनीकरण तथा अनुकूलन सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिनेछ। प्रकृति वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर पर्ने नदिने आवश्यक नीति तर्जुमा गरी प्रदेशलाई हरियालीयुक्त बनाउने विभिन्न कार्यक्रमहरू सुरु गर्नेछ। पारिस्थितिकीय तथा पर्यटकीय महत्त्वको सिमसार जलाशय ताल पोखरी लगायतका चुरेको फेदीमा रहेको सरकार र सार्वजनिक जग्गामा वन जन्तुको संरक्षण र पर्यटनको विकासको लागि वृक्षारोपण पार्क निर्माण जलाशय र भल पानी सङ्कलन पोखरी निर्माण विज्ञान र नियन्त्रण सिमसार पुनरुत्थान जस्तो कार्यक्रमहरू सञ्चालन गर्नेछ।
हैसियत बिगड़े का वन क्षेत्रलाई व्यावसायिक कबूलियती वनको रूपमा दिने वन क्षेत्रको विकास गर्नेछ। स्वरूपमा वन क्षेत्रको विकास गर्नेछ। वातावरणीय मैत्री अस्पताल उद्योग तथा अन्य विकास निर्माण कार्यमा वातावरणीय अध्ययनको कार्यालय निरन्तरता दिनेछ। वातावरणीय प्रदूषणलाई व्यवस्थापन गर्ने व्यवस्था प्रशासनको सहयोगमा वातावरण निरीक्षण कार्यालय अगाडि बढाइनेछ। वातावरण मैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नेछ। संघीय सरकारको सहयोगमा प्रदेशभित्र वायु प्रदूषण मापन केन्द्र स्थापना गर्नेछ। साथै प्रदेशमा सञ्चालित उद्योगहरूबाट निस्केका प्रदूषण तथा फोहोर मैला विसर्जनको लागि वातावरणीय मापदण्डको नियमन कार्यलाई प्रभावकारी बनाइनेछ। प्रदेशभित्रको जलाधारको एकीकृत व्यवस्थापन तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि प्रदेश भू तथा जलाधार संरक्षण ऐन नियमावली ल्याइनेछ। व्यवस्थित जलाधार समृद्धिको आधार भन्ने नारालाई सार्थक तुल्याउने नदी प्रणालीमा आधारित नदी तथा खहरे नियन्त्रण, पहिरो तथा भूक्षय नियन्त्रणको लागि विभिन्न सरोकारवालाहरूसँगको समन्वय र सहकारमा जलाधार व्यवस्थापन गर्नेछ। स्थानीय स्रोत साधन र जैविक अभियान्त्रिक विधिको प्रयोगबाट कम खर्चिलो भू संरक्षण प्रविधि मार्फत जलाधार व्यवस्थापन नीति ल्याइनेछ। चुरे तथा तराई मधेसको खेतीयोग भूमिको संरक्षण तथा व्यवस्थापनको लागि चुरे उत्थानशील आयोजना समेतको सहकारमा नदी प्रणालीमा आधारित प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछ। यसको लागि मौजूदा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरूको संगठन संरचना परिमार्जन गरी प्रदेश सरकारको चुरे जोगाऊ मधेस बचाऊ भन्ने अभियानलाई निरन्तरता दिनेछ। नदी उकास जग्गाहरूको पहचान तथा संरक्षण तथा व्यवस्थापनको लागि उपयुक्त प्राविधिक पहचान गरी आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। खाली सरकारी जग्गा तथा नदी नियन्त्रणको लागि निर्माण भएको वा हुने तटबन्धको स्थायित्व तथा सबलीकरणको लागि वातावरणीय महत्त्वका बहुउपयोगी बोट बिरुवाको वृक्षारोपण कार्यलाई प्राथमिकता दिएको विकास गर्नेछ। स्थानीय कच्चा पदार्थको आधारित लघु घरेलु साना तथा मझौला उद्योगहरूलाई प्रवर्धन गर्नेछ। मूल्य श्रृङ्खलामा आधारित उद्यमशील तथा उत्पादनशील संस्कृतिको विकास गरी लघु तथा साना उद्योगहरूको मझौला तथा ठुला उद्योगहरूसँग सम्बन्ध कायम गर्नेछ। घरेलु तथा साना उद्योगहरूको प्रवर्धन गर्ने विभिन्न सरकारवालाहरूको सहयोगमा सिप तथा उद्यमशीलता विकास तालिम सूचना प्रभाव प्रविधि हस्तान्तरण लगानी मैत्री वातावरणको निर्माण औद्योगिक मेला एक्सपो सञ्चालन गर्नको साथ उद्यमीहरूको लागि सहुलियतपूर्ण ऋणको लागि सहजीकरण गर्नेछ। प्रदेशमा लगानीको माध्यमबाट पुँजी तथा बौद्धिक सम्पत्तिको उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी स्वरोजगारका अवसरहरू सृजना गर्ने प्रोत्साहित गर्नेछ। लगानी मैत्री औद्योगिक वातावरण निर्माण गर्ने औद्योगिक व्यापारिक प्रक्रियाहरूलाई सरलीकृत पारदर्शी एवं विश्वसनीय बनाइनेछ। यसको लागि प्रदेश सरकारको नीति नियम र कार्यशैलीमा समसामयिक परिमार्जन बजारको उपलब्धता प्रतिस्पर्धाको स्वरूप वित्तीय प्रबन्धन मजदूर सम्बन्धन श्रम उत्पादकता औद्योगिक पूर्वाधारको अवस्था दक्ष जनशक्तिको उपलब्धता नवीनतम प्राविधिक उपयोग
कच्चा पदार्थ को भंडार, तुलनात्मक लाभ को प्रोत्साहन गरी यथार्थ पर को व्यवहारिक कार्यनीति योजना बनाने कार्यक्रम संचालन करने छ। मध्य प्रदेश को पर्यटन पूर्वाधार, आंतरिक पर्यटन को आधार भन्ने नारालाई सार्थक तुल्याउने प्राथमिकतामा प्रदेश का साथ धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक महत्व को पूर्वाधार को जीर्णोद्धार, विकास और प्रबंधन करने, दीर्घकालीन प्रभाव और परिणाम दिने ठूलो लगाने का एक जिला, एक नवीनतम पर्यटकीय गंतव्य को कार्यनीति ली प्रदेश को गुरु योजना तजुर्मा गरी वार्षिक तथा बहुवर्षीय कार्यक्रमलाई निरंतरता दिने छ। पर्सा जिला को प्रसिद्ध बौद्ध धार्मिक स्थल विश्वा मठलाई वीरगंज महानगरपालिका को कार्यालय पर्यटकीय गंतव्य स्थल को रूप में विकास करने छ। विभिन्न धर्म का तथा पर्यटकीय स्थलहरू कंचन वन, पर्सा को थोरी, सोतनिया पोखरी, मंगलथान महादेव मंदिर गिरकी माई, सप्तरू को मरोठी, चंद्रभोग का जुरपनिया, दीनाराम भद्री, डाकिनेश्वरी मंदिर, लालेश्वरनाथ महादेव, शंखदा भगवती, कंकालिनी, शंभुनाथ, सहरेश फुलबरिया, सहरेश मंदिर, धमसा धाम, दुर्वासा ऋषि, जनकपुर धाम, विद्यापति जी, रोजमदार, सती बिहुला, मटिहानी जलेश्वर महादेव, सिमरौरगढ़ महागढ़ी माई, सरलाई को मुक्तेश्वरनाथ, चमेलिया माई, सरया माई मंदिर, पारसनाथ मंदिर, परोल स्थान, रोहतक को शिवनगर महादेव मंदिर, पर्सा को भट्टा मंदिर लगायत का अन्य धार्मिक तथा पर्यटकीय स्थल को रूप में व्यवस्थित करने कार्यालय निरंतर दिने छ। नेपाल में सबैभन्दा बढी बलि प्रदान होने एकमात्र गढ़ी माई मंदिर को गुरु योजना बनाई विशेष महत्व को साथ आवश्यक पूर्वाधार निर्माण करने छ। पर्यटकीय विशेष गंतव्य को रूप में हरित पैदल मार्ग, पर्यटकीय हरित उद्यान को निर्माण करने छ। धमसा धाम संरक्षित वनलाई प्रादेशिक को लागि गौरव हुने जैविक पार्क तथा वन जन्तु उद्धार केंद्र को रूप में विकास करने छ। मिथिला माध्यमिक परिक्रमा का पड़ाव स्थलहरू तथा रामायण सर्किट संग जोड़िएका स्थलहरूलाई राष्ट्रीय तथा अंतर्राष्ट्रीय स्तर में प्रचार प्रसार तथा ब्रांडिंग गर्ने उक्त स्थलहरूको बृहत्तर विकास गरी पर्यटकीय प्रवर्धन कार्यक्रमहरू सञ्चालन गर्ने छ। मध्य प्रदेश भित्र का भाषा, संस्कृति, परंपरागत मौलिक कला, लोक संगीत, लोक नृत्य, नाट्य, साहित्य को संरक्षण, संवर्धन तथा प्रवर्धन गरी पर्यटकीय आकर्षण बढ़ाउने कार्यक्रम तजुर्मा गरी कार्यान्वयन गर्ने छ। वैदेशिक रोजगारबाट फर्किएका युवा जनशक्ति संघ भएको सिपलाई सदुपयोग गरी स्वदेशमा आय आर्जन को बाटो खुलाउने सिप विकास तालिम, प्राविधिक सहयोग, अनुदानमा आधारित ऋण जस्ता कार्यक्रमहरू सञ्चालित गर्नेछ। पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टापु वन जन्तु आरक्षणलाई वन जन्तु र पंक्षी अवलोकन, जंगल सफारी लगायत का क्रियाकलाप को गंतव्य को रूप में विकास करने जोर दिने छ। निजी क्षेत्र को नेतृत्व में कृषि पर्यटन र सामुदायिक पर्यटन प्रबंधन को लागि नीतिगत सुधार, पूर्वाधार निर्माण र जनशक्ति विकास र क्षमता अभिव्यक्ति को कार्यक्रम संचालन करने छ। संघीय सरकार स्थानीय तह एवं सरोकार वाला को समन्वय र साझेदारी में पुनः सुरक्षित मातृत्व प्रदेश पुनः खोप युक्त प्रदेश
कुपोषण मुक्त प्रदेश बनाउने प्रदेश सरकार प्रतिबद्ध रहेको छ। स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउने स्वास्थ्य सुधार योजनाको रूपमा पालिकाहरूसँग समन्वय र सहकारमा उपलब्ध स्रोत साधनले भ्याएसम्म प्राथमिकता स्वास्थ्य केन्द्रहरूको PHCमा कम्तीमा 1 जना MBBS चिकित्सकहरूको सेवा उपलब्ध गराउने छ। विपन्न तथा आर्थिक अवस्थाको कारण अस्पतालसम्म पुग्न नसक्ने प्रदेशका गरिब नागरिकहरूलाई अस्पतालसम्म ल्याई उपचार सुविधा उपलब्ध गराउने नीति अंगीकार गर्नेछ। गरिब नागरिकद्वारा आफ्नो स्वास्थ्य उपचारमा गर्ने खर्चलाई न्यूनीकरण गर्ने आवश्यक नीतिगत सुधार गर्ने कार्यक्रम सञ्चालन गर्नेछ। ज्येष्ठ नागरिकलाई सबसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी अस्पतालहरूमा बिरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश तथा स्थानीय तहका ल्याबहरूमा निःशुल्क परीक्षण गर्नेछ। प्रदेशमा सञ्चालित वृद्धा आश्रम बालगिरी मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य परीक्षण र उपचारको लागि घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्नेछ। मध्य प्रदेश सरकारको 60 वर्ष माथिको नागरिकलाई आँखा दाँत र कानको फ्री चेकअप गर्ने व्यवस्थापन मिलाउनेछ। रक्तचाप मधुमेह तथा नसर्ने रोगको प्राथमिकता परीक्षण तथा सचेतना वृद्धिको लागि पालिकाहरूसँग सहकारमा मुख्यमन्त्री घर दैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछ। प्रदेश स्तरमा बाल अस्पताल स्थापना तथा सञ्चालनको लागि संघीय सरकारसँग पहल गर्नेछ। बारा जिल्लाको झिटकैयामा सरुवा रोग अस्पतालको निर्माण गर्नेछ। एक क्यान्सर रोग उपचारको लागि प्रदेशमा क्यान्सर अस्पताललाई थप सुदृढीकरणका लागि संघीय सरकारसँग पहल गर्नेछ। मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक शिक्षाको अध्यापन कार्य प्रारम्भ भएको विदितै छ। यस प्रतिष्ठानलाई प्रादेशिक गौरवको आयोजनाहरूको रूपमा विकसित गर्ने गरी योजना बनाइने कार्यक्रम कार्यान्वयन गर्दै लगिनेछ। प्रतिष्ठानमा विशिष्टकृत सेवाहरू प्रदान गर्ने हृदय रोग, क्यान्सर, DRTB, जेरियाट्रिक तथा मानसिक रोग उपचार केन्द्र, संस्थागत सुधार, जनशक्तिको प्रवर्धन एवं आवश्यक पूर्वाधारहरूको निर्माण गर्नेछ। बारा जिल्लामा रहेको प्रादेशिक अस्पतालहरूमा विशेष सेवा सञ्चालनको ल्याउने लगायतका सेवाहरू सञ्चालन गरी 100 बेडको अस्पताल परिणत गर्नेछ र सिराहा जिल्ला स्थित प्रादेशिक अस्पताल सिराहालाई 150 बेड र धनकाको डुमरिया, पर्साको पोखरिया, सप्तरीको भर्दा, सर्लाहीको बरहथवा अस्पतालहरूलाई 50 बेडको स्तरोन्नत गर्नेछ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत 8वटा जिल्लामा रहेको विभिन्न स्वास्थ्य प्रयोगशालाहरूलाई सुदृढीकरण तथा गुणस्तर अभिवृद्धिको लागि पूर्वाधार निर्माण तथा जनशक्ति र उपकरणहरूको व्यवस्था गर्नेछ। ब्लड बैंक सेवालाई नयाँ प्राविधिसहित सुदृढीकरण तथा आधुनिकीकरण गरी सञ्चालन गर्नेछ। गुणस्तरीय स्वास्थ्य सेवा हरेक वर्ग, जाति तथा समुदायको पहुँच सुनिश्चित गर्ने स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति 2078 प्रभावकारी रूपले कार्यान्वयन गर्नेछ। प्रदेशभित्रका सबै अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूले प्रदान गर्ने स्वास्थ्य सेवाहरूको न्यूनतम मापदण्ड तोकी सोको पालनाको लागि नियमित अनुगमन गर्नेछ। स्वास्थ्य सेवालाई थप निरन्तरता गर्ने आयुर्वेदिक, योग, होमियोपैथी तथा अन्य वैकल्पिक उपचार पद्धतिको विस्तार गर्नेछ र सोको लागि चाहिने आवश्यक उपकरण तथा विशेषज्ञको सेवाको व्यवस्था गर्नेछ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरू मध्ये भौतिक पूर्वाधार प्राप्त रहेको जिल्लाहरूलाई 10 बेडको अस्पतालमा उन्नति गर्नेछ। मोबाइल ड्रामा अस्पताल सञ्चालनको लागि प्रक्रिया अगाडि बढाइनेछ। मलेरिया, फलेरिया, कालाज्वर, क्षयरोग, कुष्ठरोग, डेंगू लगायतका रोगहरूको रोकथाम नियन्त्रण एवं डोबी लगायतका रोगहरूको रोकथाम नियन्त्रण एवं निवारणकरणको लागि आधुनिक प्रभावकारी कार्यहरूमा सामुदायिक स्तरसम्म सञ्चालन गर्नेछ। प्रदेश अन्तर्गत दलित तथा विपन्न विद्यार्थीहरूलाई अनमी स्टाफ नर्स, हेल्थ असिस्टेन्टको प्राविधिक तालिमको लागि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गर्नेछ। दलितहरूको क्षमता अभिवृद्धि र आर्थिक उपार्जनको लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी सिपमूलक तालिमको व्यवस्था गर्नेछ। प्रदेशमा रहेको जनसाङ्ख्यिकीय लाभांशको उपयोग गरी स्वदेश तथा विदेशमा समेत रोजगारीको अवसर सृजना गर्ने, व्यावसायिक तथा प्राविधिक क्षेत्रमा अद्यतन तथा दक्ष जनशक्ति उत्पादन गर्ने आवश्यक नीतिगत, कानुन, संस्थागत व्यवस्था सहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ। प्रत्येक जिल्लाका एक-एकवटा विद्यालयलाई नमुना विद्यालय रूपमा विकास गर्ने, राष्ट्रिय स्तरमा ख्याति प्राप्त विद्यालयहरूसँग व्यवस्थापकीय सम्झौता गर्नेछ। आवश्यकताअनुसार भौतिक तथा सामाजिक पूर्वाधार निर्माण एवं क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नेछ। मधेस विश्वविद्यालयको सम्बन्धमा प्रत्येक जिल्लामा एउटा कन्या आवासीय कलेज स्थापना गर्नेछन्। निरक्षरता प्रदेश विकासको बाधक र सामाजिक रूपान्तरको चुनौतीको रूपमा रहेकोले स्थानीय तहसँग सहकारमा युवा स्वयंसेवक, विद्यार्थी तथा विद्यालय समेतको परिचालन गरी प्रत्येक साक्षर अभियान कार्यक्रम सञ्चालन गर्नेछ। नागरिकको गुणस्तरीय शिक्षाको हकलाई आत्मसात गर्दै प्रदेशभित्रमा रहेको विद्यालयहरूको भौतिक तथा अन्य पूर्वाधारहरूलाई क्रमिक रूपमा विकास गर्दै लगिनेछ। साथै विद्यालय शिक्षामा नवीनतम सूचना प्रविधि तथा स्थानीय भाषाहरूको प्रयोग गरी टेली शिक्षा प्रणालीको सुरुवात गर्नेछ। गुणस्तरीय शिक्षाको लागि सङ्घीय सरकार र स्थानीय तहहरूको समन्वय तथा सहकारमा शिक्षकहरूको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्नेछ। शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्ने योगदान दिनुभएको शिक्षकहरूको कदर गर्ने, वस्तुपरक आधार एक पाइलका एक उत्कृष्ट शिक्षण अभियान अन्तर्गत एकजना शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ। प्रदेशभित्रमा सबै विद्यालयहरूको खानेपानी र सरसफाइ स्वच्छताको लागि अनलाइन डाटाबेस तयार गर्ने र सोको लागि आवश्यक पूर्वाधार निर्माणतर्फ क्रमशः कार्यान्वय गर्नेछ। गुणस्तरीय शिक्षाको लागि त्रिपक्षीय विद्यार्थी, अभिभावक र शिक्षक बीचको सम्बन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति ल्याइनेछ। सामाजिक रूपान्तर तथा लैङ्गिक शक्तिकरणको लागि मुख्यमन्त्री बेटी पढाओ बेटी बचाओ अभियान अन्तर्गत छोरी बिमा, छात्रवृत्ति, लोकसेवा आयोग, तयारी कक्षा, साइकल वितरण लगायतका छोरीमाथि समाजमा रहेको विभेदको अन्तको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ। यस कार्यक्रमलाई निरन्तरता दिँदै यस अभियान अन्तर्गतको कक्षा 8मा अध्ययनरत छात्राहरूलाई साइकल खरिदको लागि विद्यालयमा अनुदान रकम उपलब्ध गराइनेछ।
यस्तै प्रदेशको सामुदायिक विद्यालयहरूमा कक्षा 12मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुगाउने एक ठाउँ ल्यापटप सहयोग स्वरूप उपलब्ध गराउनेछ र कक्षा 8देखि 10सम्म अध्ययनरत बालिकाहरूलाई मासिक रूपले निःशुल्क सेनेटरी प्याड र सोको नियमित अनुगमन शिक्षा तथा समाज कल्याण मन्त्रालयबाट हुनेछ। मुख्यमन्त्री सुरक्षा अभियान अन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई यसै आवा 2080-81 भित्र प्राथमिकता राखी सम्पन्न गर्ने र यस अभियानलाई अझ थप सबलीकरण तथा एवं प्रभावकारी बनाउने पालिकाहरूसँग समन्वय गरी टोलमा फोहोर मलाई भन्ने स्वच्छता अभियान चलाइनेछ। प्रारम्भिक बाल समूहका बाल-बालिका 3देखि 4 वर्षलाई प्रारम्भिक विकासको अनुभव सहित कक्षा 1मा भर्ना गराउने नीति लिनेछ। यसको लागि सामुदायिक विद्यालयमा सञ्चालित प्रारम्भिक बाल विकास केन्द्रहरूको भौतिक तथा शैक्षिक वातावरण बाल मैत्री बनाइनेछ। प्रत्येक जिल्लामा जिल्ला स्तरीय खेलकुद रङ्गशाला निर्माण गर्ने 11 राष्ट्रिय खेलकुद मध्य प्रदेशमा सञ्चालन हुने कार्यक्रम रहेकोले सोको लागि आवश्यक पूर्वाधार निर्माण गर्नेछ। सम्भाव्यताको आधारमा प्रदेशभित्र फन पार्क निर्माणको लागि आवश्यक प्रक्रिया सुरु गर्नेछ। प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने तर रोजगारको अवसरबाट वञ्चित युवाहरूलाई नवीन उद्यम मार्फत स्वरोजगार प्रदान गर्ने सिप स्रोत र साधन उपलब्ध गराउने गरी खाने अभियान सञ्चालन गर्नेछ। डोम, मुसहर, चमार, दुसार र हलखोर जातिका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने र टिकाउने दरलाई अभिवृद्धि गर्ने दलित शिक्षा अभियान अन्तर्गत प्रत्येक बालबालिकाको खातामा शिक्षा बीजक रकम उपलब्ध गराइनेछ। मध्य प्रदेशको पिछडिएको वर्ग सहकृत संरक्षण एवं सशक्तिकरणको लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछ र संस्थागत संरचना निर्माण गर्नेछ। जीगो विकास लक्ष्य तथा समृद्धि मध्य प्रदेश परिकल्पनालाई सार्थक तुल्याउने प्रदेश मानव संसाधन आवश्यकता पर्यवेक्षण तथा मानव स्रोत विकास योजना निर्माण कार्यान्वयन तथा नियम गर्नेछ। दलित विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षा प्राविधिक सहितमा पहुँच वृद्धि र निरन्तरताको लागि छात्रवृत्तिको व्यवस्था गर्नेछ। विद्यालय बाहिर रहेका सबै बालबालिकाहरूलाई विद्यालय भर्ना गर्ने अभियानलाई सबै राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, सरकारी तथा गैर सरकारी निकायहरूको साझेदारीमा निरन्तरता दिने बालबालिकाहरूलाई विद्यालय भर्ना गरी प्रत्येक स्थानीय तहले आफ्नो भौगोलिक क्षेत्रभित्र विद्यालय बाहिर विद्यालय उम्मेद सामूहिकको बालबालिका नरहेको कार्यक्रम सञ्चालन गर्नेछ। अपाङ्गता भएको बालबालिकाहरूले शिक्षामा पहुँच वृद्धिको लागि अपाङ्गताको प्रकृतिक अनुसार प्रत्येक जिल्लामा कम्तीमा एउटा विशेष विद्यालय वा सामुदायिक विद्यालयमा स्रोत कक्षाको स्थापना र विकास गर्नेछ। साङ्केतिक भाषा तथा ब्रेल लिपिका पाठ्यपुस्तक पढाउनको लागि आवश्यकता अनुसार दक्ष शिक्षाको व्यवस्था मिलानेछ। समाजमा अनुशासन काम गर्ने, शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विद्यालय वा समुदायदेखि प्रादेशिक स्तरसम्म खेलकुदको क्रियाकलापहरू सञ्चालन गर्नेको साथ आवश्यक पूर्वाधारहरूको क्रमिक रूपमा निर्माण गर्नेछ। प्रदेशभरिका युवा शक्ति क्षमता र योग्यताहरूको पहचान गरी युवा शक्तिको समुचित सदुपयोगको लागि प्रदेश युवा नीति तर्जुमा गर्नेछ। प्रदेशका युवा शक्तिहरूलाई मूल प्रवाह तथा सकारात्मक बाटोतर्फ उन्मुख हुने अझ प्रेरित गर्ने प्रदेशका 8वटा जिल्लामा युवा परामर्श केन्द्रलाई स्थापना गर्नेछ। ज्येष्ठ नागरिकको सुरक्षा, सम्मान र स्वास्थ्य परीक्षणको लागि विशेष सहयोगको कार्यक्रम
ल्याइनेछ र उनीहरूको मनोरञ्जनको लागि जीवा सेवा केन्द्रहरू सञ्चालन गर्नेछ। घर परिवार र आफन्तविहीन भई सडक आश्रित बनेका, आफ्नो लागि आफै केही गर्न नसकेको अवस्थामा रहेको, हेरचाह र पालन पोषण गरिदिने समेत कोही नभएको का अनाथ, अपाङ्ग, अशक्त, असहाय मानवहरूको मानवोचित व्यवस्थापन गर्ने प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्नेछ। मध्य प्रदेशका प्राय महिलाहरू भान्साको काममा खटिनुपर्ने अवस्था भएको, तर गरिब परिवारहरूको भान्सामा इन्धनको लागि गोबरबाट बन्ने गोढा प्रयोग हुने र महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले प्रदेशभित्रका गोढा प्रयोग गर्ने गरिब, दलित तथा अति सीमाङ्कित परिवारको लागि धुवाँ मुक्त भन्सा अभियान अन्तर्गत प्रदेश सरकारको समन्वय र सहयोगमा स्थायित्व मार्फत सुधारिएको चुल्हो वितरण गर्नेछ भने विद्युतीय पूर्वाधार भएको स्थानहरूमा अति विपन्न परिवारहरूको लागि एक परिवार एक विद्युतीय चुल्हा कार्यक्रम सञ्चालन गर्नेछ। प्रदेश स्तरीय सारभूत लैंगिक समानता नीति तथा बाल विवाह विरुद्धको 10 वर्ष रणनीतिक योजना स्थानीय तहको समन्वय र सरकारमा कार्यान्वयनमा ल्याइनेछ। बालबालिका घरमूली भएको परिवार पहचान गरी उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने र मनोपरामर्श सेवा समिति उपलब्ध गराउनेछ। महिला सशक्तिकरण कार्यक्रम मार्फत महिलाहरूलाई मूल प्रभावीकरणमा ल्याइनेछ। महिलाहरूलाई सामाजिक, न्यायिक एवं आवश्यक अनुसारका सहायता प्रदान गर्ने प्रदेशका 8वटा जिल्लाहरूमा जिल्ला स्वास्थ्य केन्द्रमा महिला सहयोग केन्द्र स्थापना गर्नेछ। प्रदेश स्तरीय सारभूत लैंगिक समानता नीति, दायित्व प्रथा उन्मूलन नीति, बोक्सी आरोप र बाल विवाह सम्बन्धी जागरूक अभियान सम्बन्धी नीति तथा रणनीतिहरू स्थानीय तहको समन्वय र सरकारवालाहरूसँग सहकारमा कार्यान्वयन गर्नेछ। फरक क्षमता भएको व्यक्तिहरूको हक संरक्षण तथा सशक्तिकरणको लागि गैर सरकारी संस्थाहरूसँग समन्वय गर्नेछ। फरक क्षमता भएका नागरिकहरूको सिप, कला, क्षमता विकास गर्ने र प्रतिभा भएका तर लुकेर बसेको प्रतिभाहरूलाई प्रोत्साहित गर्ने, आवश्यक गर्ने र बजारीकरणमा सहयोग गर्नेछ। यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको लागि आवश्यकता र मागको आधारमा सिपमूलक तालिम प्रदान गर्नको साथ अल्पसंख्यकहरूको प्रति समाजमा देखाएको रूढिवादी परम्परा विरुद्ध सामाजिक व्यवहारमा परिवर्तन ल्याउने आवश्यक कार्यक्रम सञ्चालन गर्नेछ। घर घरमा स्वच्छ खानेपानी पुर्याउने अभियानलाई निरन्तरता दिनेछ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड 2062 कार्यान्वयन गरी जिल्ला स्थित डिभिजन सब डिभिजन खानेपानी कार्यालयहरूमा खानेपानी गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना र सुदृढीकरण गर्नेछ। स्वच्छ खानेपानी सुविधा पुर्याउने स्वच्छ जल स्वस्थ जीवन खानेपानी योजनालाई स्थानीय सरकार र सरकारवालाहरूको समन्वय र सरकारमा प्राथमिकताका साथ सञ्चालन गर्नेछ। वातावरणीय सरसफाई एवं स्वच्छता प्रबन्धन गरिदिगो वातावरण सरसफाई कार्यक्रम अन्तर्गत स्थानीय तहसँग समन्वय गरी जनचेतना विधि र सार्वजनिक शौचालय निर्माण र मर्मत सम्हार गर्नेछ। प्रदेश सरकारले आत्मसात गरेको हाम्रो प्रदेश उज्यालो प्रदेशको नारालाई सार्थकता प्रदान गर्नेलाई सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत प्रवर्धन गर्नेछ। जहाँ सडक तहाँ विकासको नारालाई सार्थकता प्रदान गर्ने विभिन्न जिल्लाहरूमा विस्तृत सम्भाव्यता
अध्ययन गरी प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग तथा स्थानीय सडकहरूको प्रस्थान गरी सडक तथा पुलहरूको विस्तृत इन्भेस्टमेन्ट रिपोर्ट तयार गर्नेछ। प्रदेश सरकारबाट निर्मित तथा स्तरोन्नत भएको सडकहरूलाई नियमित प्राविधिक तथा अति आवश्यक भएमा आकस्मिक मर्मत समेत गरी दिगो रूपमा सञ्चालन गर्नेछ। बेरोजगारीको समस्यालाई समाधान गर्नको लागि सरकारले हाल भइरहेको कार्यक्रमहरूलाई समय सापेक्ष रूपमा परिमार्जन गर्दै रोजगारीमा युवा, महिला, दलित, सीमाकृत लोकोन्मुख पछाडि परेको समुदाय, अपाङ्गता भएका व्यक्ति तथा उनको परिवारलाई सदस्यहरूलाई स्वदेशमा रोजगारीमा पहुँच गर्नेछ। प्रादेशिक सडक निर्माणको लागि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा 5-5 किलोमिटर सडकको कालोपत्री गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछ। आवश्यकता अनुसार सडक पुल निर्माण गर्नेछ। सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान र समय पूरक तथा विशेष अनुदानबाट सञ्चालित योजनाहरूलाई बहुवर्षीय खरिद योजना तयार गरी अनुदान बढाउने पहल गर्नेछ। सङ्घीय सरकारबाट हस्तान्तरण गरिएको योजनाहरू सम्पन्न गर्नको लागि सङ्घीय सरकारबाट आवश्यक बजेट विनियोजन गर्ने पहल गरी समयमा नै प्रादेशिक सरकारबाट योजना सम्पन्न गर्ने जोड दिनेछ। पालिका केन्द्रहरूलाई प्रदेश राजधानी सङ्घपक्षी सडक सञ्चालन मार्फत जोड्नको लागि स्वदेशी सहयोगमा प्रादेशिक एवं स्थानीय सडक सुधार कार्यक्रम सञ्चालन गर्नेछ। पर्सादेखि सप्तरी जिल्लासम्मको मधेस सहित लोकमार्गको निर्माण कार्यलाई अगाडि बढाइनेछ। तत्काल सडक पुल निर्माण गर्न नसक्ने स्थानहरूमा झुलङ्गे पुल सम्बन्धी अध्ययन गरी निर्माण कार्य अगाडि बढाइनेछ। साथै स्थानीय तहबाट निर्माण गरिएको झुलङ्गे पुल निर्माण कार्यमा प्रदेश सरकारबाट प्रदान गर्ने सहयोगलाई निरन्तरता दिनेछ। मध्य प्रदेश अन्तर्गत रहेको पूर्व पश्चिम राज्यमा विभिन्न स्थानमा स्थापनाको लागि सङ्घीय सरकारसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउनेछ। यातायात क्षेत्रको संरचनागत तथा कार्यप्रणाली सुधार अन्तर्गत मध्य प्रदेशको सबै जिल्लाहरूमा नवीनतम प्राविधिक जडितका उपकरण सहित यातायात कार्यालयहरूको आफ्नो भवन निर्माण गर्ने सञ्चालनमा ल्याइनेछ। मध्य प्रदेश सरकारको दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक प्रहरीसँग सहकारमा सवारी साधनहरूको नियमित चेक जाँच सचेतना र अभिमुखीकरण कार्यक्रमहरू निरन्तरता दिनेछ। प्रत्येक जिल्ला सदरमुकाममा सञ्चालित दलित छात्रावास र ज्येष्ठ नागरिक आवास कार्यक्रमलाई सम्पन्न गरी क्रमशः स्थानीय तहसम्म विस्तार गर्नेछ। प्रथम चरणमा जनता आवास कार्यक्रम अन्तर्गत सञ्चालित दोम, मुसहर, मेस्टर र हलखोरको आवास निर्माण कार्यलाई निरन्तरता दिँदै क्रमशः अन्य अति विपन्न सुगमवासी दलित तथा लोकोन्मुख समुदायसम्म पुगाउनेछ। साथै सञ्चालनमा रहेका स्वर्गीय महेन्द्र नारायण निधि आवास कार्यक्रमलाई निरन्तरता दिनेछ। प्रदेश सरकारद्वारा निर्माण गर्ने भौतिक संरचना लैङ्गिक मैत्री, अपाङ्ग मैत्री तथा बाल मैत्री बनाउने विशेष जोड दिनेछ। अस्वाभाविक मूल्य वृद्धि, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्ने सङ्घीय सरकार पालिकाहरूको समन्वयमा नियमित अनुगमन गरी उपभोक्ता हक अधिकारको संरक्षण गर्नेछ। प्रत्येक सरकारले रेमिटान्सीको आयलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्ने आवश्यक वातावरण तयार गर्नेछ। वैदेशिक रोजगारमा गएको परिवारको सामाजिक सुरक्षा, स्वास्थ्य र शिक्षा सहज पहुँचको लागि नीति ल्याइनेछ। सुरक्षित बेटी अभियान, बाल हिंसा, महिला हिंसा विरुद्ध प्रतिरोधात्मक तथा उपचारात्मक कार्यक्रमहरूको सफल कार्यान्वयनको लागि प्रहरी, स्थानीय तह तथा विद्यालयहरूसँगको सहकार गर्नेछ। बालबालिकाहरूलाई
आत्मरक्षाको लागि सेल्फ डिफेन्स ट्रेनिङको व्यवस्था गर्नेछ। संघ प्रदेश तथा स्थानीय तह एवं अन्य सरकारवालाहरूको समन्वयमा लागू औषधि प्रसार प्रसार तथा दुर्व्यसन रोकथाम तथा नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाई स्वस्थ सब र सुरक्षित समाज निर्माण गर्नेछ। विपद जोखिम न्यूनीकरणको लागि पूर्व तयारी, खोप तथा उद्धार राहत स्थापना, पुनर्निर्माण लगायतका सक्रिय कार्यक्रमलाई सरकारवालाहरूसँग समन्वय गरी कार्यान्वयन गर्नेछ र प्रदेश आपतकालीन सञ्चालन केन्द्रलाई प्रभावकारी बनाइनेछ। प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूबाट उत्पादन हुने विज्ञापन सूचनाहरूलाई व्यवस्थित गर्ने, मध्य प्रदेशको सञ्चार माध्यमहरूबाट प्रकाशन एवं प्रसारण गर्ने नीतिलाई निरन्तरता दिने एक द्वार सूचना प्रणाली अवलम्बन गर्नेछ। सामुदायिक रेडियोहरूको सञ्चालन तथा सुदृढीकरण गर्नेको लागि कार्यक्रम सञ्चालन गर्नेछ। नागरिक सशक्तिकरणको सशक्त संवाहकको रूपमा भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रको उत्थानको लागि कार्यक्रमहरू सञ्चालन गर्नेछ। साथै पत्रकार वृत्ति कार्यक्रम, मध्य पत्रकारिता पुरस्कार, पत्रकार अध्ययन, छात्रवृत्ति तथा महिला पत्रकारहरूको लागि विशेष सुरक्षा कार्यक्रम सञ्चालन गर्नेछ। मध्य प्रदेशमा रहेको सञ्चार माध्यम र सामुदायिक रेडियोको सबलीकरण र संस्थागत विकासको लागि प्रदेश सरकारले आवश्यक कार्यक्रम ल्याउनेछ। मधेस आन्दोलन, जनयुद्ध लगायतका जन आन्दोलनका शहीद तथा पीडित परिवारको सम्मान, आर्थिक सहायता, भरण पोषण, छात्रवृत्ति, रोजगारमूलक तालिम लगायतका परिपूर्ण कार्यक्रमलाई विभिन्न सरकारवालाहरूको समन्वय र सहकारमा थप प्रभावकारी बनाउनेछ। मध्य प्रदेशमा मध्य शहीद सङ्ग्रहालय र जनयुद्ध सङ्ग्रहालयको निर्माण गर्नेछ। प्रदेशको सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त र जनउत्तरदायी बनाउने, प्रदेशले प्रवाह गर्ने सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने प्रशासनिक संयन्त्रहरूको सुदृढीकरणमा जोड दिनेछ। मध्य प्रदेश सरकारका सबै मन्त्रालय तथा आयोगहरूले आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय जोखिम मूल्याङ्कन प्रणालीलाई संस्थागत गरी बेरुजी न्यूनीकरण गर्दै सुशासन प्रवर्धन गर्नेछ। संविधान बमोजिम प्रदेश सरकारलाई प्राप्त अधिकार र जिम्मेवारीहरूको आधारमा प्रदेशबाट गर्नुपर्ने तर हाल पहल नभएका विषयहरूको बारेमा अध्ययन गरी छुट्याएको विषयको सन्दर्भमा चाल्नुपर्ने नीतिगत संरचनागत र प्रक्रियागत उपायहरूको बारेमा विज्ञहरूबाट अध्ययन गराई प्राप्त सुझावलाई कार्यान्वयन गर्नेछ। प्रदेशको विकासमा हातोमालो गरी सहयोग गर्ने सङ्घ संस्थाहरूलाई कदर गर्नेछ। यस्ता विकासको साझेदारहरूसँग समन्वय र सहकार गरी प्रदेशको प्राथमिकता अनुसार विकासको क्षेत्रमा सेवा गर्ने अवसर प्रदान गर्नेछ। पोषण मैत्री स्थानीय शासनको लागि सबै स्थानीय तहसँग समन्वय र सहकार गर्नेछ। मन्त्रालयहरूबाट प्रदान गर्ने अनुदानहरूलाई अझ बढी पारदर्शी एवं प्रभावकारी बनाउने नीति ल्याउनेछ। न्यायमा सबैको समान पहुँचको लागि प्रदेशका विपन्न नागरिकहरूलाई निःशुल्क कानुन सहायता प्रदान गर्ने प्रक्रियाक्रमलाई निरन्तरता दिनेछ। संवैधानिक अधिकारको प्राप्तिको विषयहरूमा सम्बन्धित पक्षहरूसँग छलफल परामर्शको माध्यमबाट
कार्ययोजना तयार गर्ने कार्यान्वयनको लागि पहल गर्नेछ। स्थानीय सरकारको समन्वयमा मध्य प्रदेशको सबै जिल्लाहरूमा मुक्त हरवाहको तथ्याङ्क सङ्कलन गरी प्रमाणीकरण र परिचय पत्र वितरण गर्नेछ। संसदीय विकास कोषलाई निरन्तरता दिनेछ। वीरगञ्ज स्थित रहेको उद्योग विभागलाई आधुनिक प्रविधि सहितका स्रोत साधन युक्त बनाउने दर्ता प्रक्रियालाई पारदर्शी, स्वच्छ र अझ शुद्धिकरण गरी उद्योग व्यवसायीलाई सहज सेवा प्रदान गर्नेछ। उद्योग धन्दा स्थापना गर्ने प्रदेश सरकारद्वारा उद्योग व्यवसायीहरूलाई लिजमा जग्गा उपलब्ध गराउने पहल गर्नेछ। मालपोत कार्यालय लगायतका विभिन्न कार्यालयहरूमा जम्मा हुने राजस्वलाई अनलाइन सिस्टमबाट जम्मा गर्ने व्यवस्थाको लागि प्रदेश सरकारद्वारा पहल गर्नेछ। मध्य प्रदेशका क्षेत्रभित्र रहेका सबै मालपोत कार्यालयहरूमा मध्य प्रदेश सरकारको क्षेत्राधिकार भित्र ल्याउने आवश्यक पहल गर्नेछ। अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेको 20 शहीदहरूको परिवारलाई दिँदै आएको सहयोगलाई मधेसी शहीद प्रतिष्ठान मार्फत निरन्तरता दिनेछ। आन्दोलनमा घाइते वा बेपत्ता भएको शहीद परिवारलाई प्रोत्साहन पत्र दिने व्यवस्था मिलाइनेछ। जग्गाको न्यूनतम रेटको मूल्याङ्कन गर्दा सो समितिमा प्रदेश सरकारले प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइनेछ। निर्माण कार्य सम्पन्न भई भुक्तानी हुन बाँकी रहेको योजनाहरूलाई आवास 2080-81 मा भुक्तानी दिने व्यवस्था मिलाइनेछ। विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित अधुरो अपूर्ण योजनाहरूलाई यसै आवास 2080-81 भी सम्पन्न गर्ने। मध्य प्रदेशको विद्युत नपुगेका ठाउँहरूमा विद्युतीकरण गर्ने आवश्यक पहल गर्नेछ। यी नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनबाट प्रादेशिक हित, एकता र स्वाभिमानमा अभिवृद्धि भई संहिता संस्थागत हुनमा सघाउ पुग्ने र प्रभावकारी गुणस्तरीय सेवा प्रभाव हुने तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान हुने विश्वास लिएको छु। अन्तमा यस प्रदेशको विकासमा योगदान पुगाउने सम्पूर्ण राजनीतिक दलहरू, निजी क्षेत्र र सहकारी क्षेत्रप्रति आभार प्रकट गर्दैछु र आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सरकारवालाहरू र आम नागरिकहरूमा धन्यवाद ज्ञापन गर्दै प्रदेशको विकास प्रयासमा सहयोग हुने समग्र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, विकास साझेदारहरूप्रति धन्यवाद ज्ञापन गर्दैछु। धन्यवाद। मान्य सदस्यहरू, मान्य प्रदेश प्रमुखज्यू प्रस्थान नहुन्जेलसम्म यथास्थानमै रहिरहन हुन आग्रह गर्दछु। अब यो बैठक आजै 4:45 बजेसम्मको लागि स्थगित हुन्छ।